हेलो एभ्रिवान वेलकम छ यस युट्युब च्यानलमा। आजको यस भिडियोमा हामी हेलो अल्केनको पार्ट 2 भिडियो चाहिँ लिएर आइसकेका छौँ है। अब यो एकदम इम्पोर्टेन्ट छ के, यो रिएक्सन चाहिँ एकदम इम्पोर्टेन्ट छ। आज हामी के गर्छौँ भन्दा यो क्लोरोफर्मसँगको रिएक्सनहरू हेर्छौँ। पहिला चाहिँ हामी HNO3सँगको रिएक्सन, त्यसपछि एसिटोन, सिल्भर पाउडर र एयरसँगको रिएक्सन चाहिँ आजको यस भिडियोमा हामी कम्प्लिटली सिक्नेछौँ। ओके ल, अब चाहिँ हामी सुरु गरौँ। कङ्क HNO3सँगको रिएक्सन हेरौँ है। यो रिएक्सनलाई चाहिँ हामीले नाइट्रेसन पनि भन्छौँ। अब यसलाई चाहिँ हामी यसलाई चाहिँ केसँग रिएक्सन गर्नु छ, हामीले क्लोरोफर्मसँग है। किनभने चाहिँ हामी क्लोरोफर्मको केमिकल प्रोपर्टीहरू पढिरहेका छौँ। अब यसलाई चाहिँ हामीले केसँग रिएक्सन गर्ने, क्लोरोफर्मसँग रिएक्सन गर्ने है। अब क्लोरोफर्मको फर्मुला त के हुन्छ भन्दा CHCl3 हुन्छ होइन। क्लोरोफर्मको फर्मुला त यही हुन्छ। ओके, अब यो फर्मुलालाई चाहिँ मैले बोन देखाएर लेख्छु है। बिचमा कार्बन राखिदिन्छु, यता हाइड्रोजन, यता Cl, माथि Cl, अर्कोतिर Cl। ओके, अब यसलाई चाहिँ यो चाहिँ क्लोरोफर्मको फर्मुला भयो। ओके, अब यसलाई चाहिँ हामीले बोन लुकाएर लेख्दा के भन्छ, माथिकै भन्छ कि CHCl3 भन्छ है। यसलाई हामी के भन्छौँ, क्लोरोफर्म भन्छौँ। ओके, अब यसलाई चाहिँ हामीले केसँग रिएक्सन गर्नु छ, HNO3सँग, नाइट्रिक एसिडसँग रिएक्सन गर्नु छ। अब यसलाई चाहिँ हामीले के लेख्न पाउँछौँ, यसलाई चाहिँ हामीले HNO3लाई चाहिँ HONO2 लेख्न पाउँछौँ है। ओके, अब के कुरा सम्झौँ भन्दा चाहिँ रिएक्सन गर्दा चाहिँ एकतर्फ चाहिँ OH छ, अर्कोतर्फ चाहिँ H छ रे है। त्यो भयो भने चाहिँ त्यसबाट वाटर हट्ने सम्भावना चाहिँ बढी हुन्छ। ओके, यो कुरा चाहिँ सम्झिराख है। यो चाहिँ हाम्रो अर्ग्यानिक कन्भर्जनमा पनि आवश्यक पर्छ कि। जस्तै यसमा चाहिँ OH छ रे, यसमा OH छ रे, यता H छ रे, त्यस्तो भयो भने चाहिँ वाटर हट्छ है। त्यसैले चाहिँ यता OH छ, यता H छ, यसरी चाहिँ वाटर हटेको है। ल, अब यसबाट चाहिँ वाटर हटाइदिउँ, वाटर रिमुभ हुन्छ। 1 2 हाइड्रोजन कतिवटा छन्, 2वटा, अनि एउटा अक्सिजन। ल, यो चाहिँ हाम्रो के भयो, हट्यो। ओके, अब चाहिँ जति बचेछ त्यसलाई चाहिँ टाँसेर लेखिदेऊ है। कति बचेछ, Cl अनि C, यता Cl, यता Cl है। अनि चाहिँ यसबाट चाहिँ हाइड्रोजन अनि HO चाहिँ मिलेर के भयो, पानी हट्यो है, पानी रिमुभ भयो। अनि कति बचेछ, NO2 बचेछ नि, NO2 बचेछ। यसलाई चाहिँ हामी के भन्छौँ, यसको नाम चाहिँ हाम्रो क्लोरोपिक्रिन हुन्छ है। यसको आइयुपिएसी नेम के हुन्छ, 1 2 3, तीनवटा हेलोजन छ। हेलोजन जहिले पनि अगाडि आउँछ है, तीनवटा हेलोजन छ। त्यसैले चाहिँ यसको नाम के हुने भयो त, आइयुपिएसी नेम ट्राई। अनि के छ, ट्राई, यो के हो, हेलोजनको नाम के हो, क्लोरो, ट्राई क्लोरो। अनि यो चाहिँ अगाडि आउँछ, NO2 भनेको नाइट्रो ग्रुप हो है, नाइट्रो। अनि कार्बन कतिवटा छ, एउटा छ, नाइट्रो। अनि के हुन्छ, कार्बन एउटा भयो भने मिडबाट सुरु हुन्छ, बोन चाहिँ सिङ्गल छ। ट्राइक्लोरो नाइट्रो मिथेन चाहिँ यसको आइयुपिएसी नेम हुन्छ है। एसिटोनसँगको रिएक्सन, एसिटोनसँगको रिएक्सन है। अब लास्टमा चाहिँ ONE आयो भने त त्यो के हो, किटोन हो भनेर चाहिँ मैले चाहिँ अस्ति पार्ट 1 भिडियोमा चाहिँ सिकाएको छु है, किटोन हो भनेर चाहिँ। जस्तै अब यो एसिटोन भनेको कमन नेम हो कि है। जस्तै हेर, किटोन भनेको त आर बिचमा चाहिँ के हुन्छ, कार्बोनाइल ग्रुप हुन्छ, वर र पर के हुन्छ, अल्काइल ग्रुप हुन्छ। यसलाई चाहिँ हामीले के भन्छौँ, यसलाई चाहिँ हामीले किटोन भन्छौँ है, किटोन भन्छौँ। र यसको आइयुपिएसी नेम पनि लास्टको ONEबाट के हुन्छ, आइयुपिएसी नेम चाहिँ इन हुन्छ भनेर मैले पार्ट 1 भिडियोमा चाहिँ भनेको छु है। त्यसैले चाहिँ यो किटोन भयो। अब किटोन हुनुको लागि चाहिँ कार्बन जहिले पनि कतिवटा हुनुपर्छ, 3वटा हुनुपर्छ। 2वटा भयो भने त्यो हुँदैन, किनभने चाहिँ बिचमा कार्बोनाइल ग्रुप हुनुपर्छ, यता साइडमा चाहिँ आर हुनुपर्छ, र त्यो आरमा चाहिँ के हुन्छ, कार्बन त हुन्छ नै हुन्छ है। त्यसैले चाहिँ किटोनमा चाहिँ कार्बन 3वटा कार्बन चाहिँ हुनैपर्छ है। 2वटा कार्बन भयो भने त्यो किटोन नै हुँदैन। ओके, बरु अल्डिहाइड हुनसक्छ होइन, अरू फङ्सनल ग्रुप भएको कम्पाउन्डहरू हुनसक्छ है। एसिटोन भनेछ है, एसिटोन भन्यो भने चाहिँ के हुन्छ, यो किटोन हो। किटोनको के हुन्छ, बिचमा कार्बोनाइल ग्रुप हुन्छ, वर र पर आर हुन्छ। त्यसमा वर र पर आर हुन्छ, त्यो आरमा चाहिँ मैले CH3 अनि
CH3 हाल्यो भने यो चाहिँ हाम्रो एसिटोनको फर्मुला भयो। ओके, यसको आइयुपिएसी नेम के हुन्छ? मिड इट प्रोप। कार्बन कतिवटा छन्? 3वटा छ, त्यसैले चाहिँ प्रोपेन हुन्छ है। अनि यो कार्बन त 3वटा छ है, प्रोपेन भयो। यो डबललाई नहेर है, 1 2 3 कार्बन 3वटा छन्, प्रोपेन भयो। अनि प्लस गर्यो। अब यो सबै त के हो? यता आर छ, यता पनि आर छ, बिचमा कार्बोनाइल ग्रुप छ, त्यसैले यो के हो? किटोन हो। किटोन भएकोले चाहिँ आइयुपिएसी नेम चाहिँ के हुन्छ? ONE बाट इन हुन्छ। त्यसैले चाहिँ यो ओ चाहिँ यता आउँदा चाहिँ मिलाएर लेख्दा यो ओले ईलाई चाहिँ हटाइदिन्छ के है, हटाइदिन्छ। त्यसैले चाहिँ यसको नाम के हुने भयो त? प्रोप्यानोन चाहिँ हुने भयो है। अब चाहिँ हामीले योसँगको रियाक्सन हेर्छौँ। ओके, अब योसँग चाहिँ हामीले केलाई रियाक्सन गर्नु छ? क्लोरोफर्मलाई चाहिँ रियाक्सन गर्नु छ। अब क्लोरोफर्मको फर्मुला लेखिदिउँ। क्लोरोफर्म माथिकै सेम सार्दिउँ, बिचमा कार्बन हुन्छ, वर र पर 4वटा बोन हुन्छ, यता हाइड्रोजन राखिदिउँ, अनि बाँकी बचेकोमा 3वटामा क्लोरिन हुन्छ है। अब यसलाई चाहिँ केसँग रियाक्सन गर्नु छ? हामीले एसिटोनसँग रियाक्सन गर्नु छ। ओके, एसिटोनको फर्मुला के हुन्छ? बिचमा कार्बोनाइल ग्रुप हुन्छ, वर र पर CH3 अल्काइल ग्रुप हुन्छ। ओके, अब यसमा के गर भन्दा चाहिँ यो हाइड्रोजन छ नि, यो हाइड्रोजनलाई चाहिँ अक्सिजन भएकोमा तास्दिउ र जति बचेछ त्यसलाई चाहिँ तल लगेर तास्दिउ। ओके, अनि सार्दिउ। CH3 यो अक्सिजनमा हाइड्रोजन लगेर तास्दिने है, अनि OH भयो, यता चाहिँ CH3 भयो। अब चाहिँ बाँकी बचेकोलाई चाहिँ तल लगेर तास्दिउ भनेछु है। अब यो सबैलाई चाहिँ हामीले कसरी लेख्न पाउँछौँ भन्दा CCl3 यसरी चाहिँ लेख्न पाउँछौँ। ओके, ल है। अब यसको चाहिँ यो क्लोरोफर्म भयो होइन, यसको नाम चाहिँ क्लोरोफर्म भयो, क्लोरोफर्म भयो। अब यसको नाम चाहिँ के भयो? यसको नाम चाहिँ यता छ है, एसिटोन। यसको आइयुपिएसी नेम चाहिँ यो प्रोप्यानोन भयो। अब यसको नाम चाहिँ हाम्रो के हुन्छ? यसको नाम हाम्रो क्लोरोटोन हुन्छ। ल, अघि यसको नाम चाहिँ हाम्रो क्लोरोटोन हुन्छ। अब हामी के गर्यौँ त? क्लोरोफर्मलाई चाहिँ क्लोरोटोनमा चाहिँ के बनायौँ? कन्भर्ट गरायौँ है। अब यसको योसँगको रियाक्सन हेरौँ। यसलाई चाहिँ हामीले केसँग रियाक्सन गर्नु छ? क्लोरोफर्मसँग रियाक्सन गर्ने है, किनभने चाहिँ क्लोरोफर्मको केमिकल प्रोपर्टीहरू पढिरहेका छौँ है। अब क्लोरोफर्मको चाहिँ फर्मुला के हुन्छ? CHCl3 हुन्छ। अब यसलाई चाहिँ म कसरी लेख्छु भन्दा यता हाइड्रोजन, बिचमा कार्बन, अनि यता Cl, यता मैले Cl, यता चाहिँ Cl गरिदियो भने यसरी पनि लेख्न पाउँछु यो फर्मुलालाई। ओके, यसलाई चाहिँ हामीले सिल्भरसँग रियाक्सन गर्नु छ अरे। अब यसकै फोटोकपी गरिदिऊ है, हल्का प्लस गरिदिऊ, हल्का ठाउँ राखिदिऊ। यही क्लोरोफर्मको उल्टो हुने गरी, अपोजिट हुने गरी, यही कम्पाउन्डको अपोजिट हुने गरी फोटोकपी गरिदिऊ। ओके, कार्बन हाइड्रोजन। अब यसलाई चाहिँ सिल्भरसँग रियाक्सन गर्नु छ। अब यसलाई चाहिँ सिल्भरको ऐना देखाइदिऊ है, एजी। ओके, अब यो सिल्भरले चाहिँ क्लोरिनलाई यो सिल्भरले चाहिँ क्लोरिनलाई मन पराउँछ कि, त्यसैले चाहिँ सिल्भरले सबै क्लोरिनलाई चाहिँ के गर्छ? लगेर जान्छ है। अब त्यसैले चाहिँ अब 1 2 3 4 5 6 6वटा क्लोरिन छ नि है, त्यसैले चाहिँ सिल्भर पनि 6वटा चाहिन्छ, किनभने चाहिँ सिल्भरले क्लोरिनलाई मन पराउँछ कि। अनि 6वटा क्लोरिनको लागि 6वटा सिल्भर नै चाहिन्छ है। ल, यति बढी चाहिँ सिल्भरले लग्छ। ओके, अब के हट्यो त? 6AgCl भयो। ओके, सिल्भरले चाहिँ 6वटा सिल्भरले 6वटा क्लोरिन लग्यो, अनि जति बचेछ त्यसलाई चाहिँ तासेर लेखिदिउँ, हाइड्रोजन C, अनि यताबाट चाहिँ क्लोरिन निस्किसकेको छ, 1 2 3 3वटा बोन खाली छ, उताबाट हाम्रो 3वटा क्लोरिन हटेको छ, त्यसैले चाहिँ हाम्रो कार्बन बच्यो अनि हाइड्रोजन। अब यसलाई चाहिँ यसरी जोडिदिउँ। ल, यो चाहिँ हाम्रो के भयो? इथाइन भयो, मिड इट। के पढेका छौँ? सिङ्गल बोन भयो भने त्यसको नाम ANE हुन्छ है, त्यसको ANE बाट इन हुन्छ। डबल भयो भने के हुन्छ? त्यसको नाम ENE बाट, र ट्रिपल भयो भने त्यसको नाम YNE बाट चाहिँ इन हुन्छ आइयुपिएसी नेम। ओके, यो कुरा चाहिँ सम्झ। अब यसमा चाहिँ ट्रिपल छ है, कार्बन चाहिँ 1 2 दुईवटा कार्बन छ, मिड इट। ओके,
यसको नाम चाहिँ के हुने भयो इट, अनि बोन चाहिँ के छ डबल छ नि, एट बोन चाहिँ ट्रिपल छ, त्यसैले चाहिँ इथाइन चाहिँ यसको नाम हुन्छ। हामीले के बनायौँ त क्लोरोफर्मबाट चाहिँ के बनायौँ, क्लोरोफर्मबाट के बनायौँ भन्दा चाहिँ इथाइन चाहिँ हामीले बनायौँ है। ल माथिको रियाक्सनलाई चाहिँ प्र्याक्टिस गर्ने। ओके चाहिँ लास्टको रियाक्सन चाहिँ एकदम इम्पोर्टेन्ट छ है। ओके ल यो लास्ट रियाक्सन चाहिँ लास्टको रियाक्सन भनेको हाम्रो O2 भनेको एयरसँगको रियाक्सन है, अक्सिजन भनेको हावा हो नि त है, एयरसँगको रियाक्सन हेरौँ। CH3 यसलाई चाहिँ हामीले यो क्लोरोफर्मलाई चाहिँ O2सँग भनेको एयरसँग रियाक्सन गरायौँ भने हावामा के यो क्लोरोफर्मलाई चाहिँ हावामा होइन युभी रे भनेको सनलाइटको प्रेजेन्समा चाहिँ छाड्यौँ भने, बाहिर छाड्यौँ भने चाहिँ यो अटोमेटिक केमा कन्भर्ट भइहाल्छ, फोस्फिन ग्यास। त्यसको फर्मुला चाहिँ जान्नुपर्छ। ओके COCl2मा चाहिँ कन्भर्ट हुन्छ र बाई प्रडक्ट चाहिँ HCl भन्छ है। यसलाई चाहिँ हामीले के भन्छौँ, फोस्फिन ग्यास भन्छौँ। फोस्फिन ग्यास, यसलाई चाहिँ हामीले के भन्छौँ, फोस्फिन ग्यास भन्छौँ। ओके यो चाहिँ के हुन्छ, यो एकदम हाइली पोइजनस हुन्छ कि है, पोइजनस हुन्छ। ओके अब यसको आयुपेसी नेम चाहिँ के हुन्छ भन्दा यसमा कार्बोनाइल ग्रुप छ होइन, त्यसैले चाहिँ यसको आयुपेसी नेम चाहिँ कार्बोनाइल क्लोराइड भन्छ। कार्बोनाइल क्लोराइड। ओके कार्बोनाइल क्लोराइड भन्छ है। यो चाहिँ भेरी इम्पोर्टेन्ट छ। अब कसरी चाहिँ इक्जाममा कसरी सोध्न सक्छ भन्दा चाहिँ इक्जाममा चाहिँ यसरी रियाक्सन लेख भनेर पनि सोध्दैन कि, कसरी सोध्छ भन्दा चाहिँ घुमाएर यो क्लोरोफर्मलाई है, यो क्लोरोफर्मलाई चाहिँ बाहिर छाड्यौ भने है, हावामा चाहिँ छाड्यौ भने, एक्सपोज गरिदियो भने चाहिँ त्यो के भन्छ त्यो कुराहरू पनि सोध्छ, त्यो क्वेसन पनि सोध्छ। त्यो सोध्यो भने यो फोस्फिन ग्यास नै भनेर हामीले त्यही यो रियाक्सन फोस्फिन ग्यास बनाएको रियाक्सन चाहिँ देखाइदिने। ओके अनि अर्को चाहिँ के सोध्छ भन्दा चाहिँ यो क्लोरोफर्मलाई चाहिँ किन डार्क बोतलमा स्टोर गरेर राखिन्छ, त्यो भन्यो भने पनि यही रियाक्सन चाहिँ देखाइदिने। ओके ल हामीले चाहिँ के बनायौँ त लास्टमा एयरसँगको रियाक्सनमा क्लोरोफर्मलाई चाहिँ फोस्फिन ग्यासमा चाहिँ कन्भर्ट गऱ्यौँ है, फोस्फिन ग्यासमा चाहिँ कन्भर्ट गऱ्यौँ। ओके ल अब चाहिँ हेलो अल्केन च्याप्टर चाहिँ कम्प्लिट भइसकेको छ। ओके यो इन्ट्रोडक्सन पनि मैले सिकाइसकेको छु, प्रिपरेसन अफ क्लोरोफर्म यो पनि मैले सिकाइसकेको छु। ओके यो दुईवटा, यो इन्ट्रोडक्सन र प्रिपरेसन अफ क्लोरोफर्म यो हेलो अल्केनको पार्ट 1 भिडियोमा छ। ओके र आज चाहिँ हामीले के बनायौँ त रियाक्सन अफ क्लोरोफर्मसँगको रियाक्सनहरू सिकाइसकेको छु आजको यस भिडियोमा, त्यो पनि कम्प्लिट भइसकेको छ। अब चाहिँ हेलो अल्केन च्याप्टर चाहिँ सक्यो है। हेलो अल्केनबाट यति कुराहरू चाहिँ आफै जान्नुपर्छ, यो यति कुराहरूलाई चाहिँ आफै प्र्याक्टिस गरेर जान्नुपर्छ। ओके समझ रहे हो न? केमिकल रिएजेन्टहरू छन्, मैले चाहिँ नेक्स्ट भिडियोमा चाहिँ यो सबैको नभए पनि थोरैको केमिकल रिएजेन्टहरूको प्रयोग गरेर चाहिँ मैले कन्भर्जन गराइदिन्छु है। नेक्स्ट भिडियोको प्रतीक्षा गर्नुहोला।